परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ। हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाऊ। परमप्रभुको निम्ति भजन गाऊ। उहाँका नाउँको प्रशंसा गर। दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ र सारा देवहरूभन्दा बढी उहाँकै डर राख्नुपर्छ। किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्मुख छन्। उहाँको पवित्र स्थानमा शक्ति र महिमा छन्। जाति जातिका परियार हो, परमप्रभुलाई चढाऊ। परमप्रभुलाई महिमा र शक्ति चढाऊ। परमप्रभुलाई उहाँको नाउँ अनुसारको महिमा चढाऊ। भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत गर। हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो। जातिहरूका बीचमा भन, परमप्रभु राज्य गर्नुहुन्छ। संसार स्थिर रूपले स्थापित भएको छ, त्यसलाई हल्लाउन सकिँदैन। उहाँले मानिसहरूको न्याय निष्पक्ष साथ गर्नुहुनेछ। स्वर्ग आनन्दित होस् र पृथ्वी रमाओस्। समुद्र र त्यसमा भएका सबै थोकले हर्षनाद गरून्। खेत र त्यसमा भएका सबै कुरा उल्लसित हुन्। तब जङ्गलमा भएका वृक्षहरू आनन्दले गाउनेछन्। तिनीहरू परमप्रभुको सम्मुख गाउनेछन्, किनकि उहाँ आउनुहुन्छ। उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा र मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ। आमेन।